स्वाधीनतामाथि कसैले आक्रमण गर्छ भने के तपाईँ त्यसको विरुद्ध उठ्न तयार हुनुहुन्छ? हामी तयार छौँ। हामी एक स्वरमा भन्छौँ हामी तयार छौँ। हामी माओवादी मात्रै होइन, माओवादी मात्रै होइन, यो देशको माटोलाई माया गर्ने हरेक युवक, यो देशको धरतीलाई माया गर्ने हरेक नागरिक, यो देशलाई माया गर्ने हरेक नागरिक एक ढिक्का भएर उठ्नुपर्छ र यहाँबाट दलाललाई लखेट्नुपर्छ, सिमानामा झन्डा गाड्नुपर्छ। यो हाम्रो अधिकारको कुरा हो। हाम्रो देशमा जो प्रश्न उठेको छ हामीले यसको जवाब दिनै पर्दछ। हामी भन्छौँ नेपालको सेना हामी त्यो होइन, सशस्त्र प्रहरीलाई गोली हान्ने आदेश रातारात गद्दारहरूले हाम्रो विरुद्धमा दिने होइन, नागरिकहरूको विरुद्धमा दिने होइन। नेपालको सेना र नेपालको प्रहरीलाई सिमानामा तिमीहरू किन कराउन सक्दैनौ? नेपालको भूमिलाई अतिक्रमण हुँदाखेरि राष्ट्रिय स्वाधीनताका मान्छेहरूलाई तिमी देशको पक्षमा किन उठाउन सक्दैनौ? तिमीलाई चिन्ता माओवादीले केही गर्यो भने दमन गर्नु पर्ला भन्ने तयारीमा सशस्त्रलाई रातारात गोली हान्ने आदेश प्राप्त गद्दारहरूले के कुरा बुझे हुन्छ भने कुनै पनि षड्यन्त्र माओवादीको विरुद्धमा, नेपाली जनताको विरुद्धमा, राष्ट्रिय स्वाधीनताको विरुद्धमा गरिन्छ भने माओवादी बलिदान गर्न तयार भएर आएको छ। यो कुरा कसैले नहेपी हुन्छ हो। हामीले भनेका छौँ, म अपिल गर्छु, हामीले भनेका छौँ कि नेपाली सेना, नेपाल प्रहरी, कर्मचारीहरू, देशभक्तहरू सबैले बुझ्ने बेला आएको छ। माओवादीले शान्ति उल्लङ्घन गर्ने होइन, माओवादीले यो देशमा शान्ति बाँड्ने होइन, माओवादीले युद्ध चाहेको होइन, माओवादीले अरू कुनै विलम्ब गर्ने कुरा होइन। हामी हाम्रो देश चाहन्छौँ, हामी हाम्रो अधिकार चाहन्छौँ, हाम्रा किसान मजदुरहरूको अधिकार चाहन्छौँ। के यो नेपाली सेनालाई मन पर्दैन? के यो कुरा नेपाल प्रहरीलाई मन पर्दैन? के यो कुरा सशस्त्रलाई मन पर्दैन? के यो कुरा हरेक पार्टीभित्र रहेका देशभक्तहरूलाई मन पर्दैन? के हरेक नेपाली नागरिकहरूलाई मन पर्दैन? हामी हाम्रो स्वाधीनताको बारेमा बोल्न नपाउने कुरा आउँछ, हामी नागरिकहरूको शान्तिको पक्षमा उठ्न नपाउने कुरा आउँछ। त्यसैले हामी त के भन्छौँ भने हेर्नुहोस्, फेरि नेपालमा माओवादीले द्वन्द्व होइन, सिंहदरबारमा बसेर जनताको आवाज कुल्चिने मान्छेहरू, BICC-मा बसेर सम्पूर्ण सहमतिहरू उल्टाउँदै हिँड्ने धोकेबाजहरू, उनीहरूको कारणले नेपालमा द्वन्द्व भट्किनेवाला छ। उनीहरूको कारणले नेपालमा शान्ति भङ्ग हुनेवाला छ। उनीहरूको कारणले हाम्रो देशलाई धोका हुनेवाला छ। यो परिवेशमा, यो परिस्थितिमा म युवा साथीहरूलाई भन्न चाहन्छु, हाम्रो देशमा सिमाना मिचिरहेको बेलामा, हाम्रो स्वाधीनतामाथि विदेशीहरूले हेपिरहेको बेलामा नेपालीहरू एक हुन जरुरी छ। नेपाली सेनाले पनि यो कुरा बुझ्नु जरुरी छ।